मेरे वाज में नमस्ते मेरो दाजुभाइ दिदीबहिनीहरू वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु र म चाहिँ योगेशको घर अर्थात् आरुङ खोला आइसक्यो होइन। म त सट्ट यहाँ बसिरहेको छु, मजाले शीतल भइसक्यो नि त। मजाले बसेर हाँस निकाल्नु त त्यही होइन, हाँस काट्न भनेको के कसैले हाँस काट्न खोज्दैन, हाँस निकाल्दैन। र म चाहिँ यसको खै बल फाल्दैछ न कता फालेको र ल आज चाहिँ यसको अन्तिम दिन। ल बाबुले काट्यो काट ल काटकुट हातभरि पुरा रगत लाग्यो। कस्तो गर्नु उफ्रेको थिएन नि यो होइन। यसलाई काट्न दिएको दुईवटा खाना भएको थियो कि यो त्यसपछि चाहिँ मैले काटेको होइन। त्यही हो होइन। टाउकोले अब यसको व्यवस्था हान्नु कता बाटोतिर टाउकोले आइज बेस। ल दाजुभाइहरू म चाहिँ यो के भन्छ बनाएर यसको व्यवस्था हानेर आएको। यो के भन्छ यतापट्टिको पनि रगत गएको छैन, अलिअलि गएछ। यतापट्टिको पनि रगत गएको छैन। त्यहाँ पोल्न भनेको यिनीहरू भात पकाएरै भ्याएर रहेछ। अब पोल पाल पारेर यसको व्यवस्था गरेर खाएर सुत्दिनु भोलि बिहान टापो फेरि। दाजुभाइहरू होइन म चाहिँ यसको व्यवस्था गर्दैछु। टाउको पोल्दै हो होइन, शरीर चाहिँ यतातिर छ, यसको व्यवस्था भइसक्यो। कस्तो आगो नबोलेको थिएन नि यो। र अनि के भन्छ अरे एउटा भिडियो अपलोड गरिसकेको छु मैले, यसो हेर्नु होला होइन। त्यही हो अब त के भन्छ र होइन, रात पर्छ बेला यो गर्दा गराउँदै हाम्रो त यो टाइम जान्छ जसरी पनि होइन। हाम्रो त यो टाइम सकिन्छ। कस्तो मिठो आगो बोलेको थियो नि अहिले त। टाउकै गायो भनिदिनु पर्छ कि। ओहो यसको बसको स्किन पक सबै भ्याएर हात खुट्टा छ्याक्क धोएर चाहिँ आइसक्यो। केटाहरू चाहिँ बल खेल्दै रहेछन् कि। ओइ केटाहरू त खतरा बल खेल्दैछ नि यार। पुरा खुट्टामा होइन पानी बस्दिएर डेन्जर खुट्टा चिप्लो भएको छ यार। दिएँ के छ जना खतरा हेर्दैछ नि यार। ल त्यही हो होइन, अब चाहिँ हाम्रो काम कुरो भ्याएर चाहिँ यहाँ बल खेल्न ल केटाहरूलाई नाच्दिने एकदिन ल भयो ल मलाई पनि खेला केटा बलमा पनि है। अघि नै आएछ। अब चाहिँ हाम्रो खाना खाने व्यवस्था हुनु अहिले उज्यालै छ क्या भनेको। हेर्नु न पुरा अहिले ठ्याक्कै भन्नुपर्दा 6 पनि बजेको छैन, 6 पनि नबज्दै खाना खाइदिनु लागेको छ होइन। गऱ्यौँ अब सुत्दिहाल्नु मलाई थकै लागेको थियो, छतमा बसेर आएको यार। भेजा खराब भएको थियो नि हाम्रो यार, के भन्ने तपाईँहरूलाई यार। त्यही हो होइन, अब चाहिँ खाना खान्छु र भोलि भेटुन्छु। त्यही हो, जाडो छ मौसम। कस्तो जाडो छ यतातिर त, घाम पनि यसो अलि लागेको थियो, अहिले त घाम पनि गइसक्यो भनेको। कस्तो जाडो छ यतातिर होइन। कपडा पनि सब भित्र छ, कतातिर छ कपडा सब खोज्नुपर्छ होइन। त्यही अब त्यो हात साथ धुन्छु र म चाहिँ टक्क यहीँ आएर बसेर हात धुन भनेर चाहिँ अब चाहिँ हात साथ धुन्छु र भात हानिदिनु जानु पर्यो। भात दिनु पर्यो होइन। त्यसबाहरू के छ खबर होइन। अब चाहिँ हाम्रो बिहानीको सुरुवातीसँगै केही पनि छैन होइन, सब भइसक्यो हाम्रो बिहानीको सुरुवाती, सब सकिसक्यो। हाम्रो त यहाँ नास्ता खाने सिधै भात खाइदिने रहेछ त। कस्तो मिठो घाम लागेको छ क्या, हेर्नु न कस्तो मिठो घाम लागेको थियो नि सट्ट लाएर होइन। र अनि के भन्छ अरे अब भिडियो के कस्तो लाग्यो, भिडियोलाई यतातिर इन हानिदिनु पऱ्यो। यस्तो बस्तीमै भिडियो के कस्तो लाग्यो होइन, भिडियोलाई यतातिर इन हानिदिउँ। त्यही मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ दिनु नबिर्सिनु होला होइन। मन परेमा लाइक कमेन्ट सब्सक्राइब चाहिँ हान्नु नबिर्सिनु होला। त्यही हो होइन। भिडियो के कस्तो बन्यो के कस्तो लाग्यो
थ्याङ्क्स फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब हिट द बेल आइकन यति भन्दै आजलाई बिदा लिन चाहन्छु म हस्त जय नेपाल